होइन, मैले बुझ्न नसकेको कुरो श्रीमानहरू लोग्ने मान्छेहरू सबै विदेशमा खाडीमा 40-50 डिग्रीको चर्को घाममा रात दिन नभनिकन एक रुपियाँ पनि हुन्छ कि भनेर जम्मा गरेर बसेका छन्। अनि ती श्रीमतीहरू चाहिँ ठाउँ ठाउँमा पठाओमा चढ्ने, यता फिल्म हेर्न जाने, पठाओमा चढ्ने, यता स्वयम्भू घुम्न जाने, पठाओमा चढ्ने, चन्द्रगिरी जाने। अलिकति लाज लाग्दैन भने त्यो बुढोले गरे दुःख एकचोटि सम्झिनु नि। एकचोटि त्यो बुढोको रात दिन रगत र पसिना गरेको छ, त्यो कमाएको त्यो आफ्नो परिवारलाई आफ्नो श्रीमतीलाई खुसी राख्छु भनेर आफ्नो बालबच्चाको लागि भनेर गरे हुन्छ नि त। अनि त्यही उसको कमाइलाई चाहिँ त्यसरी दुरुपयोग गर्नु भनेको ठुलो पाप हो। चढ्ने सार्वजनिक यातायातमा चढ्नु, गाडीमा चढ्नु, बसमा चढ्नु, मजाले चढे पनि गन्तव्य त पुगिन्छ। त्यस्तो बित्या केही पनि छैन, हतार केही पनि छैन। पठाओमा चढेर चाहिँ के नगरी भनेर चाहिँ देखाउनु पर्ने आवश्यक छैन। सकेसम्म त्यो कामै नगर्नु, किनकि श्रीमान विदेशमा छ भने उसले कति दुःख गरेर रगत र पसिना गरेर कमाएको, त्यसको महत्त्व, त्यसको भ्यालु अफ मनी बुझ्नु पर्यो नि। अनि मात्रै त्यसको दुरुपयोग जिन्दगी पनि नगर्नु है।